आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हाम्रो रुमबाटै ब्लग सुरु भएको छ। आज चाहिँ हाम्रो घुमघामको लागि एकदम रेडी अवस्थामा हाम्रो यता मिसेस पनि फेरि एकदम रेडी अवस्थामा चस्मा लगाएर बोजू जस्तो देखिरहेछ। अब जाउँ है त तपाईँहरूलाई फिदिम बजारको पार्क फिदिम बजार सबै देखाउनको लागि। आई होप हामी जाँदैछौँ। ल अब हेर्नुहोस् है त। को गाइस अब हेरौँ है त तपाईँहरू फिल्म बजारतिर पक्कै आउनु भएको छ होला। त्यही पनि तपाईँहरूलाई फिल्म बजारतिर सबैतिर घुमाउनका लागि आज यो भिडियो मार्फत तपाईँहरूलाई देखाउन गइरहेको छु। हाम्रो मिसेससँग दुईजना एकदम रमाइलो तरिकाले फिल्म बजारतिर एकदम चिसो चिसो छ, त्यही पनि एकदम रमाइलो गर्दै दुईजना। अब होइन अब यस्तै त हो, केही छेउको जिन्दगी रमाइलो होस् है। अनि दुःख पीडा भनेको त छँदैछ नि। यसो रमाइलो घुमघामतिर निस्केर यसो रमाइलो गर्दै हामी फिल्म बजारतिर लाग्दैछौँ। तपाईँले हेर्न मन छ भने फिल्म बजार कस्तो छ भनेर एकचोटि अवश्य तपाईँ अवलोकन गर्नु होला यो भिडियो मार्फत। तपाईँहरू आउनु भएको छैन भने अब हाम्रो फिल्म बजार स्टार्ट भएको छ। यो चाहिँ मात्र शनिबारे हो, शनिबारे बजार भन्छ। यो यहाँ मन्दिर पनि एउटा मन्दिर पनि छ, यहाँ मूर्ति पनि छ। यस्तै छ शनिबारेतिरको यहाँ शनिबार जहिले बिहान एकचोटि मेला भन्दा पनि बजार लाग्ने गर्छ। सागसब्जी त्यस्तै हरेक सब्जीहरू पाइन्छ होइन। त्यसपछि यो तल्लो लाइन हाम्रो मेन रोड हो। यो तल्लो लाइन पछि तल्लो साइडमा पुगेपछि यहाँ घुम्ती आउँछ। यहाँदेखि सिधै अगाडिको यो हाम्रो रोड अगाडि चाहिँ हाम्रो तल इलाम हुँदै जाभा झर्ने बाटो हो। यो सिधा अगाडि देखिरहेछ नि, अगाडिको चाहिँ सिधै यो धरानीतिर यताबाट पनि जान्छ र अर्को साइड। अब यता फर्केपछि चाहिँ हाम्रो यो चाहिँ एकदम फिल्म बजार हाम्रो मेन लाइन है। यो हाम्रो पूर्वाञ्चलकै सबैभन्दा दामी एकदम बगाल है। यो चाहिँ अब साइड यस्तो रोड मैले अहिलेसम्म पूर्व साइडमा देखेको पनि छैन। डबल रोड छ यो चाहिँ होइन। एक साइडमा बिचमा चाहिँ टक्क्यारी बनाएको छ, यस्तो दामी छ नि। सायद तपाईँहरू आउनु भएको छ भने एकचोटि फिल्म बजारतिर सबैतिर घुमिदिनु होला, यस्तो बवाल छ। यो चाहिँ फिल्म बजार। ल तपाईँहरूलाई मेन बजारतिर लाग्दैछौँ। यो चाहिँ हाम्रो मेन बजार आइसक्यो है साथी हो। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है त साथी हो। फिल्म बजार कस्तो लाग्छ? हुन त सबै अब यसरी तपाईँहरूलाई देखाउनु त सकिँदैन, त्यही पनि यसरी है अब थोरै भिडियो मार्फत। ड्रोन पनि छैन, ड्रोन भएको भए त तपाईँहरूले माथिबाट कस्तो सिन छ कस्तो हो भनेर म देखाउने गर्थेँ, तर छैन। यो चाहिँ हाम्रो मेन बजार है। यो मेन बजार साइडतिर हामी लागिरहेछौँ। कस्तो छ हौ, के गर्नु, चिसो छ अहिले। हिउँदो महिना मङ्सिरको महिना लागिरहेछ, त्यही पनि चिसो छ। तपाईँहरू आउन चाहनुहुन्छ भने एकचोटि अवश्य फिल्म बजारतिर अवलोकन सबैतिर गर्नुहोस् होला। हाम्रो यो चाहिँ एकदम घुमघाम है। यो आजको दिन यस्तै तरिकाले बितिरहेछ, के गर्नु त। अब सजिलो त छैन, त्यही पनि यस्तो रमाइलो है। चिसोमा कामिरहेछ बाइकमा है, एकदम चिसो रमाइलो छ। हाम्रो यहाँबाट यो हाम्रो घुम्ती छ। यो चाहिँ तल्लो यता लेफ्ट साइडमा चाहिँ हाम्रो यो ताप्लेजुङ जाने हो। अगाडि चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालय हस्पिटल धेरै छ। यसरी हाम्रो जिल्ला प्रशासन अगाडि हुँदै होइन, यसरी हाम्रो यहाँ पार्क पनि छ बब्बाल है। यहाँ हाम्रो बिपी पार्क भन्ने छ बब्बाल। यो लेफ्ट साइडमा ठ्याक्कै यो घुम्तीबाट लेफ्ट साइडमा यो गाडी भएको अगाडि। अब हामी चाहिँ यता राइट साइडतिर लागेका छौँ। यता चाहिँ मेन माथिल्लो बजार यो मेन बजारतिर घुमिरहेको छौँ। आज यसरी तपाईँहरूले देखाउँदै गर्दा हाम्रो ब्लगहरू पनि हाम्रो यतिमै सायद अन्त्य हुन लागेको छ। अब यसरी हाम्रो अब सायद सबै कुरा त देखाउन सकिएन त्यस्तो अब होइन। यसरी फोन मार्फत अब यसरी हेरिराख्दा तपाईँहरूले थोरै दृश्यहरू मात्रै देखाइरहेको छौँ। हामी भने जस्तो राम्रो देखाउन नसके पनि हल्का फुल्का देखाउँ है। त्यहीमा अब आफ्नो सन्तुष्टि होइन, त्यस्तै त हो। ल ठिक छ, आजको ब्लग चाहिँ हामी यहाँ अन्त्य गर्दै तपाईँहरूसँग पनि अर्को ब्लगमा पक्कै आउनेछु भनेर अर्को नयाँ ब्लग पक्कै आउनेछ नयाँ ठाउँको लागि। आज चाहिँ यहीँ अन्त्य रहेको छ। ओके, बाई बाई।